चाहिँ प्राइस चाहिँ कति छ त? मानौँ न 100 रुपियाँको 499 भन्ने 5 लाख भनौँ न। 5 लाख अलिक बढेन 4,89,000 10,100 रुपियाँ कम 5 लाख स्टार्ट गर्न हेर्नु पाइँदैन। दामी रहेछ। अनि यसको चाहिँ प्राइस कति रहेछ? 4,69,000। यसमा माइलेज चाहिँ कति दिइरहेछ अहिले? नयाँ मको कति दिइरहेछ माइलेज? 45 वरिपरि हुन्छ। 45। एसपी साइनको कति यहाँ हो प्राइस? 125 सीसी होइन र एसपी साइन 2,99,900 हेर्नु गाइस। यसको चाहिँ प्राइस 2,99,000 प्राइस छ। अनि माइलेज यसको कति दिन्छ? यसको 45 होइन? 45। यो ठाउँ चाहिँ कहाँ हो? यो ठाउँको नाम चाहिँ के? हजुर चक्रपथ मार्गमा छ होइन? मेन रोड ठ्याक्कै मेन रोडमै हो। यहाँ ट्राफिक बस्ने बाटोमा हो। यस्तो साइनहरू नयाँ नयाँ निस्केछ। यस्तो दामी दामी निस्केछ। स्कुटी पनि छ बिना चाबीवाला FI वाला। यो पनि 45 दिन्छ। यहाँ चाबी छैन, रिमोट छ होइन? अब यसलाई अन गरेपछि तपाईँको डिजिटल सबै डिजिटलवाला दिया रहेछ फेरि। ठिक छ, स्कुटी त दामी नै छ। अब यसो हजुरहरू लिने भने सम्पर्क गरिदिनु होला। यहाँ चक्रपथमा हो होइन? राम्रो छ। यहाँ कन्डिसनहरू पनि राम्रो छ होइन? दामी छ होइन? यहाँ ठक्कै सोरुममै छ। हाम्रो दाइको बाइक किन्ने छ। अनि त्यही भएर अब हामी मेरो चाहिँ सर्भिस सेन्टर बुलेटको छ होइन? नयाँ पाटी पुगेर सुन्दरजल जाने बाटोमा छ होइन? हजुरहरूलाई के चाहियो भने बाइक चाहियो भने सेकेन्ड ह्यान्ड चाहियो भने कन्ट्याक्ट गर्नु होला है। अब त्यति नै भन्न चाहन्छु। ल।